साँच्चै तिमीलाई अब हर्लक्क उमेर बढ्यो। अब पल्ला गरे काकीले सोध्लान्, नानी के छ? अब त बिहा गर्ने बेला भयो नि तिम्रो है? अनि मुसुक्क मुस्कुराउँदै भन्ला, भयो। अनि नानी कहिले गर्छौ त? हेरौँ अब कोही छैन त्यसो। यत्रो उमेर भइसक्यो, कोही नहोला? छैन आन्टी, साँच्ची भनेको। भन्नौ तिमीले? मलाई थाहा छ तिमीले फलानु छ है भन्न पनि त डर छ। आज नेपालको न लोकसेवाको घर छ। मलाई थाहा छ यो देशको पीडा, तिम्रो पीडा मलाई थाहा छ। जहाँ तिमी जस्तै मेरो पनि सानो बहिनी छिन्। तिम्रो अनुहार देख्दा मलाई पनि एउटा बुढी आमाको याद आउँछ। साँच्चै सिटिमिटी तिम्रो हात समाउने छैन। हात थामेपछि बुढेसकालसम्मको लागि थाम्नेछु। साँच्चै सेल्फिस त म पक्कै छु। केही बुझ्नलाई समय पक्कै लाग्नेछ, तर जब बुझेर आफ्नो बनाउनेछु, जिन्दगीभरिलाई आफ्नो बनाउनेछु। साँच्चै तिमी ढुक्क भइबस। तिमीलाई बेला बेला चिन्ता लाग्छ होला। यसो अँध्यारो कोठामा केही नदेख्दा, जिन्दगीका सपना केही नदेख्दा अब के होला भनेर सोध्छौ, मेरो कोही छैन भनेर सोध्छौ। त्यति बेला म आइपुग्नेछु, म छु भनेर तिमी चिन्ता नगरी बस। तिमीलाई बेला बेला लाग्छ होला बाआमाले अहिलेसम्म साँच्चै धेरै ठुलो गुण लागेको रहेछन्। अब त बाँकी जिन्दगी कसरी बिताउला र खै? तिमीलाई चिन्ता लाग्छ होला। मैले बुझेको छु, म छु, तिमी ढुक्क भइबस। मैले बुझेको छु तिम्रो सपना खुबै मिठो छ। साँच्चै म तिम्रो सपनालाई पनि सम्मान गर्छु। तिम्रो सपनालाई पनि खुबै माया गर्नेछु। म तिमीलाई माया मात्र गर्ने छैन, तिम्रो सपनालाई पनि माया गर्छु। सबै केटा तनमा मात्र मर्दैनन्, कहिलेकाहीँ मनमा पनि मर्ने पनि हुन्छ। तिमी चिन्ता नगरी बस। सबै जिन्दगीले भोगेको हुँदैन। म सबै कुरा भोगेको छु। तिमी चिन्ता भई नबस।